धेरै परिवर्तन भइसकेको छ नदी बेलुका भयो कि जति बेलुका आउँछ त्यही ट्राफिक पर्छ। फाइनली गाइज हामी यो बेलटारको बाटो हुँदै हामी सत्रा पुलतिर जाँदैछौँ होइन। निकै रमाइलो भइरहेछ। यो हाम्रो यो त्रिवेणी खोला सायद पर्वा खोला होला होइन। बगरै हामी जाँदैछौँ। बाटोमा के कस्तो हुन्छ होइन हेर्दै गर्नु साथीहरू। साथ भयो नागबेली बाटो अनि चुरे पहाडको बाटो हुँदै हुँदै होइन हरियो पहेँलो जङ्गलको बाटो हुँदै रमाइलो गर्दै होइन साह्रै रमाइलो फिल भयो। यो बाटो एकदम दामीको छ। यो बिचबाट चिरेर निकालेको जस्तो होइन। यहाँ बसेर हामी फोटोसोटो खिच्ने होइन टिकटक बनाउने पनि गर्छौँ। साह्रै रमणीय स्थल रहेको छ यहाँ होइन। भिजिटिङ गर्नको लागि राम्रो छ। प्रायः म यो बाटो हिँड्दा चाहिँ म यहाँ आराम चाहिँ गर्ने गर्छु। ल अझै हेर्दै गरौँ ल साथीहरू ल। फाइनली गाइज अब यो बेलटारको बजार हामी आउन लागिसकेका छौँ होइन। यो पुल रहेको छ। त्यो पुलमा पनि हामी एकछिन विश्राम गरेर फोटोहरू पनि खिच्ने गर्छौँ होइन। साह्रै रमाइलो ठाउँ रहेको छ। साथीहरू हेर्नु सक्नुहुन्छ बेलटार बजार एकदम रमणीय स्थल छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ यो ठाउँमा। माइन्ड फ्रेस हुन्छ। गाइस फाइनली अब हामी कञ्चनपुर जाने बाटोको मिड पोइन्ट सम्म हामी अब आउन लागिरहेका छौँ होइन। साह्रै रमाइलो यात्रा भइरहेछ हाम्रो यो लकी राजमार्ग हाम्रो मदन भण्डारी। अब होइन अगाडि अझै हेर्दै जाउँ ल साथीहरू के कस्तो हुन्छ ल।
गाई जानेको बाटो सम्झिँदाखेरि साह्रै दुःखको साथमा हामी गाईघाट या हामी उता पश्चिम जान्थ्यौँ। यहाँ गिर्खे ढुङ्गा हुन्थ्यो होइन, बाइक हाँक्न नि धेरै गाह्रो हुन्थ्यो। अब सम्झिँदाखेरि पनि कस्तो दुःख लागेर आउँछ अहिले पनि। अब फेरि पिच भयो होइन, यहाँ पहिला घरहरू केही पनि थिएन, अहिले यहाँ 4 तला 5 तला घर बनिएर छ होइन। एकदम सुनसान थियो यो ठाउँ, जङ्गलै भरिएको होइन, ढुङ्गा भएको। अब यहाँ हेर्नु अब होइन, पुरानो पेडा पसल पनि आइपुगेछ। हेर्नु त यहाँ केही थियो बाजेको पेडा के हेर्नु त तर बोल्न पनि हामीले फोटोसोटो खिच्यो होइन। अब हामी घरतिर लाग्दैछौँ। बाटो साह्रै रमणीय भएको छ। बर्मचियामा भएको पेडा पसल पनि बाजेको यहाँ आइपुगेको छ। टन्नै भरिभर भइसकेको आएर छ। जोस् हेर्नु है पेडा पसलहरू आश्चर्यजनक छ। जोस् अब आउने दिनहरूमा यो ठाउँ निकै रमणीय रहनेछ। यस्तै छ है साथीहरू, हेर्दै गर्नु ल कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। अब हामी पनि अब अन्तिम चरणमा आइसकेका छौँ साथीहरू। अब आजलाई यति भन्दै बिदा माग्छु। अब नेक्स्ट भिडियोमा फेरि आउँदैछु ल।